सबैजना स्वागत छ मेरो भिडियोमा। गाइस आज धेरै दिनपछि सुरु गरेको छु। फाइनली गाइस आज के नै वहाँ दिदीको आज बर्थडे। ह्यापी बर्थडे टु यु। थ्यांक यू सो मच बहिनी। ह्यापी बर्थडे टु यु। धेरै धेरै धन्यवाद छ मेरा बाबा मम्मीलाई। आज म जन्मेको दिन। आज हजुरहरुमा पनि धेरै माया सम्झना छ। सधैँभरि यस्तै माया गरिरहनु हजुरहरुको कोखबाट अर्को जन्म जुनीभरि जन्मिन पनि अर्को जन्म पनि। गाइस फाइनली आज मेरो बर्थडे देख्न सक्नुहुन्छ पानी परिरहेको छ। आज मेरो बर्थडेको दिन म त झरी असारे झरीमा जन्मेर छु। यो गाइस के गर्नु आज बर्थडे मनाउने भनेको यस्तो पानी परेछ। जाँदा तल पानीमा ह्यापी बर्थडे टु नाच्न। ह्यापी बर्थडे टु यु। थ्यांक यू। चल बाबी ह्यापी बर्थडे टु यु भन त। सो गाइस त एकछिनमा भेटौँला। आज मेरो बर्थडेको दिन यस्तो पानी परेछ भन्नै सक्दिनँ गाइस। म यस्तो झरीमा जन्मेर छु। मेरी मम्मीले 9 महिना कोखमा राखेर मलाई यस्तो झरीमा जन्माउनुभएको। मेरी मम्मीलाई धेरै माया मिठो सम्झना छ। मम्मीहरू हजुरले गर्दा म आज यहाँसम्म पुगेको छु। सधैँ यसरी साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु। मेरो मम्मी बाबालाई सधैँ खुसी हुनु, कहिले दुखी नहुनु। एकदम गाइस पानी परेको छ। सबैजनालाई के भन्छ दिदीले? सबैजनालाई धेरै धेरै धन्यवाद। मेरो दाजुभाइ तथा दिदीबहिनी साथी भाउजू सबैजनालाई धेरै धेरै धन्यवाद। टाढाबाट बर्थडे विस गरिदिनु भएकोमा। गाइस त्यही हो बेलुका हुन्छ बर्थडे। अहिले केही गरेको छैन। टिका मात्रै पूजा मात्रै गरेको थिएँ गाइस। त्यही हो त्यस्तै झरीमा जन्मेपछि पानी पर्छ के गर्नु। कामको दिन पनि चलेको छ गाइस। देख्न सक्नुहुन्छ अझ मकै भात्दैछ। अझ अहिले मकै भात्नुपर्छ। पानी भिज्देपछि खन्दैछ खन्न पर्छ। बेलुकातिर हुन्छ होला बर्थडे। हेर्दै गर्नु होला गाइस। म देखाउँछु के गर्छु आज बर्थडेको दिन। हेर्दै गर्नु होला गाइस। म फाइनल्ली मकै भात्न पनि आएको छु गाइस। आज मेरो बर्थडे हो। सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आई मिस यु मम्मी बुबा हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। टाढाबाट पनि धेरै सम्झेको छु गाइस। त्यही हो म यहाँ यस्तो मकै भातमा काम गर्न लागेको छु। बर्थडे बेलुका हुन्छ। खुस्कियो क्या यो काम गर्नै पर्यो। असारको महिना यस्तो पानी परेको थियो बिहान। अहिले त पिद्देछ गाइस। यहाँ मान्छेहरू पनि रहेछन्। त्यही हो गाइस एकछिनमा भेटौँला। सो गाइस हामी अघि के भन्छ म के काम गर्न लाग्थेँ कि आज मेरो बर्थडेमा मैले काम गरेको छु। मान्छे के गर्नु असारको महिना जन्मेपछि आइछ रे। अनि मेरो छोरीले क्यारी छि त। आज मेरो छोरीले गाइस ह्यापी बर्थडे भन्देऊ त खै मम्मीलाई छु है कुरा पनि कतै आउँछ। सो गाइस त्यही आजको बर्थडे रमाइलो भयो भनौँ काम गरेर बित्यो। हे भाउजू आउनु। अनि पछि म र मेरी छोरी मकै पोलिदिन लाखौँ कि है कोलाएर आमाहरूलाई है। आमालाई भोक लाग्यो अरे त्यसैले हामी मकै पोलेर दिने हो मन्टीहरूलाई मम्मीहरूलाई दिदीहरूलाई। छोरी त काँचो खाँदैन काँचै खान लाग्यो त भोक लाग्थ्यो थियो। त्यो त्यही हो सबैजनालाई धेरै धेरै धन्यवाद। देश विदेशमा हुनुभएको मेरा आफन्तजन साथी बुवा मम्मी सबै दिदीबहिनीलाई धेरै धेरै धन्यवाद। सधैँ यस्तै माया गरिदिनु होला भन्न चाहन्छु। हजुर भयो रहन त म बनाउन लाग्छु रक्क्यौ है। त्यही हो फेरि भेट्दै गरौँला। अहिले यति नै। खानासाना बनाएर पनि भ्याइसकेको छु। म आफ्नो क्यामेरा देखाउन म यति नराम्री भएको छु गाइस। मासु खानु भ्याउनुहोस् मैले बनाएको मासु। अब एकछिनमा म तयारी हुन्छु अनि पछि बर्थडे सुरु हुन्छ गाइस। अहिले यति नै मासु खानु भ्याउनु गाइस। यहाँ रेडी भइसकेको छ ह्यापी बर्थडे टु भनेर लेखेको। अनि यहाँ रेडी हुँदैछु गाइस देख्न सक्नुहुन्छ यहाँ हेलो मेरी फुपू ह्यापी बर्थडे टु यु। देख्न सक्नुहुन्छ हाम्री बहिनी कति राम्री भइछिन्। यहाँ देख्न सक्नुहुन्छ गाइस यति राम्री चिरी च्याट्ट परेकी छिन्। खै पछाडि फर्क्यो सानो
हाय यति ठुलो बनाइछन् देख्न सक्नुहुन्छ साइली मम्मी साइली बुवा दिदी यहाँ बेलुन गराउँदै हुनुहुन्छ हाम्रो माइली दिदी हुनुहुन्छ उहाँ यति राम्री क्युट क्युट हुनुहुन्छ यहाँ बेलुन पनि गइसकेको छ गाइस यति राम्रो बेलुन गराउनु भयो यति हुन् यति अझै छ बाँकी लो ल्याउ गाइस देख्न सक्नुहुन्छ दिदी रेडी भइसक्नु भएको छ हाम्रो दिदी छोरीको बर्थडे के आमाको तिम्रो एउटी छोरी नि यति बर्थडेको नि बर्थडे हुँदैछ गाइस देख्न सक्नुहुन्छ रेडी हुँदैछ हामी अब टिका लाउने सुरु हुँदैछ हामी यता छौँ छोरीमा आयो भने छोरी आइ भन छैन बरु माथि आउँछ डिजे गाइस एकछिन Happy birthday to you. Happy birthday to you. Happy birthday to you. देख्न सक्नुहुन्छ अब साइली मम्मीले लाउँदै हुनुहुन्छ टिका देख्न सक्नुहुन्छ गाइस कान्छी मम्मी लगाउँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ फुपू बनाउँदै लगाउँदै हुनुहुन्छ टिका सक्नुहुन्छ गाइस अब हाम्रो दादा लाउँदै हुनुहुन्छ दादाले टिका लाउँदै हुनुहुन्छ हाम्रो दिदीलाई सबभन्दा कान्छी बहिनी गइथिन् टिका लाउन दिदीको बर्थडेमा देख्न सक्नु कसरी लगाइछ खुच्ची छ कि अलि परेर न यहाँ लगाएको चाहिँ कोही छ हेर्नु न हेर्नु गाइस गिफ्ट दिन लाइछिन् बहिनीले पनि केक अलि धेरै दिनु त्यसलाई अलि मोटा अलि दिदीलाई टिका लाउन गाइस हेर्नु दिदीले अब के गिफ्ट दिनुहुन्छ है अब हेर्नुस् दिदीले मेरो साथी हो यहाँ दिदीको बर्थडे भनेर माझी गाउँदेखि आउनुभयो यति टाढादेखि गिफ्ट दे त्यस्तो फुल मात्र दिँदा दिदी मेरो फोटो बनाउने गर्छु गिफ्ट पनि दिँदै हुनुहुन्छ हेर्नु पर करिश्माले ल्याइदिए कि मम्मी करिश्माले फोटो खिच्दैछन् यिनीहरू गाइस त्यही भएर
बर्थडे पनि भइसकेको छ। सबैजना धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि आजको बर्थडे एकदम रमाइलो भयो। के कस्तो छ तपाईँहरूले भिडियोमा देख्न सक्नुहुनेछ गाइस। अहिलेको रातिको 12 बजे छ। बर्थडे त 11 बजे नै 12 बजे त्यस्तै 12 बज्न त्यति बेला भइएको गाइस। त्यही हो, अब हामी सुत्न लागेको देख्न सक्नुहुन्छ। हजुरहरूलाई के कस्तो होला कमेन्ट गरिदिनु होला। फेरि अर्को साल बाँच्यो भने फेरि बर्थडे मनाउने छु गाइस। सबैजना धेरै धेरै धन्यवाद। माई फ्यामिली, माई फ्रेन्ड्स, सबैजना एभ्रिवान, टिकटक फ्यामिली, गिफ्ट सबैजनालाई धन्यवाद दिन चाहन्छु। यस्तै माया गर्नु होला भन्न चाहन्छु गाइस। मम्मी बुवालाई पनि धेरै धेरै माया गर्ने त्यो सम्झना छ यहीँदेखि नै। आई लभ यु सो मच बुवा मम्मी। अर्को जन्म पनि हजुरको कोखबाट जन्मिनु पाऊँ भन्न चाहन्छु। आजलाई भिडियो यति नै। के कस्तो लाग्यो फेरि अर्को भिडियोमा म भोलि आउँछ यो भिडियो। आज त निद्रा लाग्छ, सुतिहाल्छु गाइस।